आज चाहिँ मेरो श्रीमानज्यू लमक गर्दै कहाँ जानुभयो भनेर म पनि पछि पछि निर्विकलाई लिएर गएँ होइन। भरे त माछा दोकान लानुभयो हेर्नुहोस्। अनि माछाको आज चाहिँ टक्कसँगले करी बनाएर खाने भनेर, फिस करी खाने भनेर चाहिँ बुढाले निर्णय गर्नुभयो। ल ठिक छ नि त भनेर हामी गयौँ माछा लिन। अनि त्यसपछि चाहिँ यहाँ माछालाई अब मुलमाल पारेर एकछिन राखिदिउँ अनि चिया खाऊँ भनेर चाहिँ यहाँ मुलमाल पारेर चाहिँ राख्यौँ। अनि चिया खाइसकेपछि अब मसलातिर लाग्नु पर्यो। माछा त ल्याएको छ, अब यसलाई चाहिँ मरमसला तयार गर्नु परेन नि त साथीहरू। त्यही भएर चाहिँ मरमसला जुटाउनतिर लागेँ म चाहिँ है। यहाँ भनेको अदुवा लसुनको पेस्ट कुटेर रेडी गरेँ। अलिकति तोरीको दाना पनि चाहिन्छ यसलाई चाहिँ मिठो बनाउनको लागि। सो यहाँ म तोरी पनि पिसेर रेडी पार्दैछु। अनि म चाहिँ मरमसला तयार गर्दै गर्दा यता श्रीमानज्यूले चाहिँ म चाहिँ फिस तार्दै गर्छु नि त भनेर यता चाहिँ फिसलाई चाहिँ तार्न लाग्नुभयो। यत्तिको रातो भएपछि चाहिँ अब फिस लगभग पाको। अनि मैले चाहिँ सबै थोक रेडी पारेर राखिदिएँ। पकाउने काम चाहिँ मेरो श्रीमानको। अनि म चाहिँ अचार बनाउनतिर लागेँ। यो टमाटरको अचार लाई चाहिँ छोप हालेर चाहिँ बनाएको छु मैले। एकदमै मिठो हुन्छ। यो चाहिँ मोमोको अचार जस्तै बनेको थियो क्या। कस्तो मिठो थियो भने नि, टेस्टी पिरो पिरो छोप हालेको मैले। साह्रै दामी भएको थियो। अनि यता श्रीमानले चाहिँ भुटभाट पार्न थालिसक्नु भएछ। माछा तारिसकेपछि अब ग्रेभी बनाउनको लागि भनेर सबै थोक उहाँले यसरी हाल्दै हुनुहुन्छ। तोरी पिसेकोलाई पनि हालिदिनु भयो। अनि टमाटर बाँकी रहेको अदुवा लसुनको पेस्ट सबैलाई हालेर चाहिँ अब ग्रेभी यतिको भयो। यसलाई चाहिँ एकछिन उम्लिन छोडिदिएपछि अनि बल्ल यसमा चाहिँ फिस हाल्ने हो। अनि फिस पनि मजाले पाकिसकेपछि मैले चाहिँ आफ्नै बारीमा फलेको त नभनौँ, आफ्नै गमलामा फलेको यो लसुनलाई ल्याएर, कस्तो मिठो टेस्ट आउँछ नि त, लसुनलाई ल्याएर चाहिँ हालिदिएँ। एकदम दामी, एकदम मिठो भएको थियो, टेस्टी भएको थियो। अनि मैले चाहिँ यसलाई अब खनाउनतिर लागेँ। कस्तो मिठो भएको थियो भने नि, एकदमै टेस्टी भएको थियो। करी पनि फिस पनि। अब यो पाकिसकेपछि म चाहिँ अलिकति साग थियो अनि सागलाई पनि भुटभाट पार्नु पर्यो, माछाको साथी हुन्छ भनेर चाहिँ तोरीको सागलाई तोरीकै तेलमा चाहिँ मैले पकाउने निर्णय गरेँ। सुकेको खोर्सानी पटक्क पड्काएर सागलाई झ्वाइँ पारेर झानिदिएँ भने चाहिँ ओइरिदिएँ। अनि यसलाई त केही गर्नु पर्दैन, पराक पुरुक पारेपछि त्यत्तिकै मिठो भइहाल्छ। अब लास्टमा देखाउँछु मैले आज के पकाएँ भनेर। खाना चाहिँ अब सिटी लागिसकेको छ। अनि यता भयो हाम्रो फिस करी। अनि यहाँ छ तारेको फिस, यहाँ छ अलिअलि यसो सलादका टुक्रा, यहाँ छ साग, यहाँ छ अचार, पापड। अनि लास्टमा मही बिना त खाना अधुरो हुन्छ। अनि माछासँग दहीमै खानुहुन्छ कि हुँदैन, कमेन्टमा लेख्नु होला।